So, hello guys, welcome back to my new blog. This is the day 8 of improving myself. यो बिचमा 2 दिन ग्याप हाने कि पानी परेको थियो आज पनि लास्ट पानी अहिले चाहिँ ठ्याक्क पानी परेको छैन त्यही भएर आगे हिजो र अस्ति नै 2 दिन लगातार खतरा पानी परेर मात्र नआगो हामी नत्र आउनै खोजेको हामी उठेर बाहिर बसेको पानी कति खतरै पानी परेका फेरि अनि त्यही भएर नआउन सकेको कुनै नानी एक्सक्युज लिन खोजे हैन किनकि इम्प्रुभ गर्ने भनेको म आफैले गर्ने हो नि त मैले आफैले एक्सक्युज लिएर त भएन इट्स नट फर जस्ट भिडियो ढाडेको हैन साच्चै पानी परेर मन आएको हैन आफैलाई ढाड्नु हुँदैन नि त अरूलाई भिडियोमा ढाड्न सक्छ त आफैलाई ढाड्न सक्दिन त्यही भएर म चाहिँ आजदेखि फेरि सुरु हान्ने हैन अस्ति भनेको पानी परिसकेपछि आउँछु भनेको हो हैन तर त्यस्तो हुँदैन किनकि पानी परेको बेला धेरै पानी परेर कसरी आउनु हैन त्यही भएर त्यस्तो मिलेन अनि आजदेखि फेरि सुरु हानेको अहिले चाहिँ हामी चाहिँ यता हाम्रो कप्सको घरतिर आइसकेको छौँ हैन अब फेरि हाम्रो लगातार हाम्रो जर्नी सुरु गर्न आँटेको छौँ लगायत अब अगाडि टक्क कुद्ने हो अनि अगाडि टक्क कृष्ण बुद्धनिर हामी भिडियो बनाउने हो गाइस त गाइस हामी चाहिँ कृष्ण बुद्धनिर आइसकेको छौँ लगातार कुद्दै गल्दै क्या मजा आएछ आज कुद्ने यसो 2 दिन सिक्दै गएन आफूलाई पनिसमेन्ट दियो क्या जानी डाइरेक्ट कुदेको मा गाइस मैले के भने अस्ति म झर्ना गएको थिएँ नि त मलाई लाग्छ कि जोर वाटरफल वान अफ द अन्डर रेटेड ब्युटिफुल प्लेस हो क्या त्यो चाहिँ मान्छेहरूलाई थाहा छ नि तर बब्बाल छ क्या कसमै बब्बाल छ त्यहाँको पानी झर्ने तरिका नि फरक छ क्या कसरी बब्बाल छ त्यो चाहिँ म चाहिँ के भन्छ काठमाडौँमा बस्नुहुन्छ भने एकपल्ट चाहिँ टोखा भन्दा माथि हो झोर वाटरफल चाहिँ जानु नबिर्सिनु न तपाईँ हाइकिङ जानु चाहनुहुन्छ अरे एकदम बवाल हुन्छ त्यो चाहिँ झोर हैन अनि हामी पुरै फ्यामिली गएको थियौँ मजा आएन त्यहाँ गएर नुहाउने सोच चाहिँ थियो नुहाइयो पनि हैन बवाल मजा आयो चिसो पानी आम्मा बुई खतरा थियो मजा चाहिँ खतरा हैन बाबा पनि घर गएछन् बाबा फेरि त्यस्तै मामा भएकोले चाहिँ यसो अलिकति रमाइलो भयो नि त अब फेरि त्यस्तै हैन मामा गइसकेपछि त अब के भन्नु अब यसो 2 दिन मात्र बस्नुहुन्छ त्यही पनि कति माया लाग्छ यार कोही रुममा छैन जस्तो लाग्छ क्या 2 दिन बस्नु भयो हैन हिजो त कस्तो रुम खाली क्या त्यस्तै फिल भइरहेको मम्स ड्याड्स भनेको मम्स ड्याड्स नि रहेछ क्या आमा बुवाको लभ चाहिँ अलिक खत्रै हुनु रहेछ भित्र मनदेखि बाहिर नदेखाउने खालको हैन जस रमाइलो हो हैन अब चाहिँ हामी फेरि हामी गार्डनतिर हाम्रो पार्कतिर लाग्छौँ अनि त्यहाँ गएर यसो एक्सर्साइज हान्ने हो अनि फेरि फर्किने गाइस आज यसो कलेजमा आएर जाउँ भनेको धेरै पसिना आइज क्या अनि धेरै छिटो जानु खोजेको म गाइस त गाइस हामी चाहिँ हाम्रो जिममा आइसकेको हैन आज अलिक थोर मान्छेहरू अलिक राति नि छ क्या भर्खर 5 बज्दैछ त्यही भएर ट्याक्क त्यही भएर मान्छे छोर भएको तर अरू बेला 5 बजे अलिकति उज्यालो हुन्थ्यो आज खोइ के भयो ओ गाइस अलिकति अब यसो 1-2वटा एक्सर्साइज हान्ने हो त्यस्तो गर्नु हुँदा क्या अलिकति यहाँ काम लाग्ने भनेको त्यही छ एउटा अलिक मलाई काम लाग्ने यस्तो गर्ने त्यो गर्ने अनि फेरि कुदिहाल्ने गाइस अब हामी यसो एक्सर्साइज गरौँ ल गाइस हामी चाहिँ रुम पुग्न आँटेछौँ मनाएको लागि यहीँ छ हैन यहीँदेखि छेउमा मेरो रुम छ नि त आजको हाम्रो एक्सर्साइज सक्यो आज हामी धेरै कुदेको छौँ मलाई थाहा छ स्पेसली म धेरै कुदेको छु आज डेफिनेटली अडे कुकुरहरू रहेछ उताबाट जाउँ यहाँ डगेस भाइहरू चाहिँ कति छ क्या कति जहाँ पनि ग्याङ बनाएर बसेछ फरक ठाउँमा हैन
यो गल्लीमा गयो भने अर्को अर्को गल्लीमा भने अर्को हान्ने जस्ता क्या यिनीहरूलाई त हिजो त एकजनालाई बाइकमै टोक्नु खोज्दै थियो खोइ टोक्यो पनि होला सायद के भएको होइन अक्सपायर कस्तै बानी चाहिँ लास्टै खराब जे हेलो गाइज सब्सक्राइब नि यार गाइज तर म डिमोटिभेट चाहिँ भएको छैन कि मेरो सब्सक्राइब बढेको छैन भने त्यस्तो चाहिँ भएको छैन कि भएकै छैन यसले पनि भएको छैन 115 को 115 दिन चाहिँ भन्न पनि लाज लाग्छ होइन के गर्नु त्यही पनि जे छ म खुसी छु यो त जस्ट मैले देखाएको मेरो जर्नी फुल भन्नु खोजेर फेरि जर्नी होइन गाइज सब्सक्राइब माई च्यानल सपोर्ट मी एन्ड म कुनै नयाँ कुरा एक्सपेरिमेन्ट गर्नु खोज्दैछु मेरो च्यानलमा गाइज होइन नयाँ के ल्याउनु खोज्दैछु त्यसको लागि वेटिङमा बस्दै गर्नुहोस् गाइज ल आज म सुन्दर पनि जान्छु होला भयो भने त्यहाँ पनि भिडियो बनाउँछु होला होइन साथले भेट्न जाँडेको जिग्री छ गाउँको भयो भने यही भिडियो एन्डिङ नत्र